सिन्धुपाल्चोकको उचाइमा एउटा यस्तो ठाउँ छ जहाँ आकाश, हिमाल र 5 तालहरू सँगै भेटिन्छन्। त्यो ठाउँ हो पाँचपोखरी। सिन्धुपाल्चोक जिल्लामा रहेको पाँचपोखरी नाम जस्तै 5वटा पवित्र उच्च हिमाली तालहरूको समूह हो। यो ठाउँ करिब 4100 मिटर उचाइमा अवस्थित छ र हिन्दू तथा बौद्ध दुवैका लागि महत्त्वपूर्ण तीर्थस्थल मानिन्छ। पाँचपोखरीको विशेषता केवल यसको उचाइमा होइन, यसको अनुभूतिमा छ। जुगल हिमालको काखमा रहेका यी तालहरू वरिपरि हिमाली घाँसे मैदान, खुला आकाश र शान्त पहाडी विस्तारले यस्तो वातावरण बनाउँछन् जहाँ प्रकृति र आस्था दुवैसँगै महसुस हुन्छन्। यहाँ विशेष गरी जनै पूर्णिमाका बेला धेरै श्रद्धालुहरू पुग्छन्। त्यो समयमा पाँचपोखरी केवल ट्रेकिङ डेस्टिनेसन मात्र रहँदैन, आस्था, स्नान, पूजा र धार्मिक यात्राले भरिएको पवित्र स्थलमा बदलिन्छ। पाँचपोखरीलाई अझ विशेष बनाउने कुरा यसको स्थान हो। यो क्षेत्र सिन्धुपाल्चोकतर्फको लाङताङ नेसनल पार्क क्षेत्रसँग जोडिएको दुर्गम र शान्त हिमाली भूभागमा पर्छ, जहाँ भिडभाडभन्दा बढी प्रकृतिको मौनता भेटिन्छ। पाँचपोखरी हेर्दा लाग्छ नेपालको सुन्दरता केवल चर्चित ठाउँहरूमा मात्र होइन, यस्ता शान्त, पवित्र र हिमालसँग नजिकका भूभागहरूमा पनि गहिरिएर बसेको छ। यस्तै नेपालका सुन्दर कथाहरूका लागि पृथ्वी स्टोरिजसँगै रहनुहोस् र सब्स्क्राइब र फलो गर्न नभुल्नुहोला।